Hey guys, what's up? Welcome back to another vlog. फेरि पनि आइसकेको छु म तपाईँहरूको माझमा अर्को नयाँ भिडियो लिएर। अनि आजदेखि चाहिँ मैले मिनी भ्लगलाई बनाउन चाहिँ छोडिसकेँ किनकि भोइस ओभर गर्न नि आउँदैन, भ्युज पनि त्यति नजाने रहेछ। सो आजदेखि चाहिँ मैले अब लङ भिडियो अपलोड गर्ने भएको छु। त्यो पनि डेली त सक्दिनँ, दिन लगभग त्यस्तै हप्तामा 3टा 4वटा भिडियो चाहिँ हाल्छु होइन। अनि बाबुबाजेको खजाना खोज्ने क्रममा चाहिँ मैले यति धेरै खनिसकेँ, अहिलेसम्म खनिरहेको थिएँ मैले होइन। अनि अहिले चाहिँ टक्क लाएर यहाँ 2 बजिसकेको छ। बिहान मैले कति 9 बजीदेखि खनेको, अहिलेसम्म मैले खाना पनि खाएको छैन। अब यसलाई चाहिँ फाल्नुपर्ने हुन्छ। यसलाई चाहिँ म भोलि मात्र फाल्छु किनकि आज म सक्दैन, अब म गलिसकेँ, नुहाएर एन्ची भइसकेको छु म। अब चाहिँ म जानुपर्ने हुन्छ गोठतिर, यसलाई गोठ जाने हो। अनि त्यसपछि गाई बाख्रा भैँसी र बाख्रालाई चाहिँ मैले घाँस हालिदिनु पर्ने हुन्छ। अनि मैले पनि चारो चेप्नु पर्ने हुन्छ। सो जाउँ है त, अब मसँगै जाउँ, हेर्नु होला लङ भिडियो पनि। अब त्यो मिनी भ्लग चाहिँ मैले किन नबनाएको भन्दाखेरि मलाई अब त्यो बोल्नै आएन नि त, मतलब भोइस ओभर गर्ने आएन। अब किने भन्न सकिन्छ र। अनि आज जस्तै मैले स्याउ रोपेको छु, टक्क लाएर यत्रो भइसकेको छ, 2टा रोपेको चाहिँ। अनि यो रुद्राक्षीको बोट रोपेको चाहिँ 5 वर्ष भइसक्यो, अहिलेसम्म यति नै छ। यो कहिले फल्छ अनि म करोडौँको माल बेच्नु भइसक्यो मलाई। अनि यिनीहरू चाहिँ यहाँ अघिदेखि कराएछ गोरुहरू, कसैलाई बोकाहरू खसीहरू चाहिन्छ नि हाम्रोमा चाहिँ 2टा चाहिँ सम्पर्क गर्नु होला, म ल्याइदिन्छु। यिनीहरू चाहिँ बच्चे छ भर्खर। किन्न चाहनुहुन्छ भने होम डेलिभरीको व्यवस्था पनि छ। अनि हाम्रोमा चाहिँ भैँसी र एउटा सानो पाडो पनि छ। अब त्यो भैँसीले चाहिँ हल्का दुध दिँदै थियो, अब त्यसले चाहिँ हिजोदेखि दिन छोड्यो होइन। अनि अब कोही किन्ने हुनुहुन्छ भने चाहिँ कृपया तल कमेन्ट गर्नु होला। यही हो, यो भैँसी र यो पाडो किन्न चाहनुहुन्छ भने चाहिँ आउनु होला, म उचित मूल्यमा दिने नै छु। यिनीहरूलाई घाँस हालिदिइसक्यो, अब मैले पनि चारो चेप्नु पर्ने हुन्छ गएर। अनि मकै चाहिँ पाकिसकेको छ हाम्रोतिर चाहिँ। तपाईँहरूको कस्तो छ होइन, तपाईँहरूकोतिर कस्तो छ? हाम्रोतिर चाहिँ पाकेर अब थन्क्याउनेको लागि भइसक्यो। अहिले हाम्रो गाउँमा चाहिँ धमाधम रूपमा चाहिँ कोदो रोप्ने काम चलिरहेछ। त्यहाँ चाहिँ केरा पनि निक्लिरहेको है। आजको भ्यू चाहिँ लभली। अनि म तपाईँलाई अब के देखाउँछु भन्दाखेरि, अब यो देखाउन पनि मलाई कस्तो लाग्छ होइन, किनकि अब मलाई यस्तो भन्छ कि जम्मा 100वटा टमाटर गाडेको छ, अनि जहिले देखाएको वर्ष भन्छ कि यो 100वटा टमाटर मात्र होइन, यो मेरो मेहनत हो होइन। पछि देखाउँछु, तिमीहरू भन्दै जाऊ न, तिमीहरू भन्दै जाऊ, म अघि बढ्दै गर्छु, तिमीहरू भन्दै जाऊ, म अघि बढ्दै गर्छु होइन। अनि यो टमाटरमा चाहिँ के समस्या आएको छ भन्दाखेरि, यो टमाटरमा चाहिँ यस्तो भइरहेको कि यो के भएको पनि थाहा छैन मलाई। पुरा वेल्लो वाला आइरहेको, पात चाहिँ प्रायः सबैमा यस्तै छ होइन। यो के भयो, यो पुरा पहेँलो भइरहेको, यो के भयो मलाई थाहा छैन। कृपया तपाईँलाई थाहा छ भने चाहिँ कृपया कमेन्ट गर्नु होला। अनि अस्तिको रोगले फेरि भेटे जस्तो लाग्दैछ मलाई। यो फेरि कुहुँदैछ कुनै कोही, गुड्लुम लडिरहेछ। अब यिनीहरूलाई चाहिँ मैले भिटामिन हान्नुपर्छ जस्तो लागिरहेको यहाँनिर। यिनीहरूलाई कुन भिटामिन हान्दा ठिक होला होइन, कृपया तपाईँहरूलाई थाहा छ भने चाहिँ कमेन्टमा भनिदिनु होला मलाई। अब चाहिँ म भात घिच्छु अनि तपाईँहरूसँग भेट्छु है त। सो अब म भात घिचेर चाहिँ क्यामराम्यानकोमा जानुपर्ने हुन्छ, किनकि मैले उसकै क्यामेराबाट भिडियो गरिरहेको छु। सो मेरो त छैन नि त, मेरो एउटा यो फोन छ, यो ओप्पोको। त्यो पनि क्यामेरा चाहिँ राम्रो त राम्रै छ, तर लेन्स फुटेर चाहिँ अहिले त्यति क्यामेराको लेन्स फुटेर धुलो पसेर त्यति राम्रो आउँदैन, पुरा मधुरो आउँछ। अनि यसलाई चेन्ज गर्नको लागि मसँग चाहिँ पैसा छैन। पैसा नभएपछि अरूकैबाट मागेर मैले चलाउनु पर्ने हुन्छ। यो चाहिँ मेरो घर हो, घर है यो मेरो। अनि यो लहरे आँप चाहिँ यस्तो दामी फलिरहेको थियो, सबै सक्यो। मैले चाहिँ धेरै खान पनि पाएन होइन। यो चाहिँ सब सक्दै यहाँ चाहिँ एउटा यो पाकेपछि चाहिँ मैले खानुपर्ने हुन्छ। यो कसैले नदेखोस्,
तर फुल्न त फुल्दैछ अझै पनि, यो 12 मास फल्ने रहेछ भन्ने मलाई लागिरहेछ। अनि यो एभोकाडो पनि करिब 5 वर्ष भइसक्यो रोपेको, 1-2वटा दाना मात्र लाग्दैछ भर्खर। म यहाँ चाहिँ दामी नै फलिरहेको 5 वर्षमा त्यो। इग्नोर दिस। अहिले चाहिँ भातसात भिजेर म अब हिँड्दैछु क्यामेराम्यानकोतिर। अनि हाम्रो गाउँतिर चाहिँ होइन कफी खेती भित्रिसकेको छ, लभली छ। हाम्रोतिर चाहिँ कफी खेती पनि भित्रिसकेको छ। हाम्रो गाउँमा चाहिँ प्राय सबै हुन्छ, आँप, लिची, कटहर, कफी, सुन्तला, लिची त अघि नै भने, कागती। प्राय हाम्रो गाउँमा चाहिँ सबै फल्छ, तर सुन्तला चाहिँ योचोटि राम्रो फलेको छैन। किन हो त्यो चाहिँ मलाई थाहा पनि भएन किन फलेन। अनि अहिले चाहिँ म जाँदैछु हाम्रो फुटबल ग्राउन्डतर्फ, किनकि मलाई पनि थाहा छैन म किन गइरहेको छु। अनि मलाई कसैले सजेस्ट गर्नुभएको थियो हिजो एउटा भिडियोमा, तपाईँ भिडियोमा त होइन मलाई मेसेजै गर्नुभएको थियो, फुटबल ग्राउन्ड पनि देखाउनु पऱ्यो भनेर। सो त्यही भएर म चाहिँ अब आफ्नो अडियन्सले भनेको त मान्नै पऱ्यो नि त, त्यही भएर म जाँदैछु। यो जुनारको बोट मरिसकेको छ र अब यहाँ निकै फलिरहेको। यही घरको मान्छेले चाहिँ कफी खेती गरिरहेछ, एकदम डेन्जर बनाइरहेको यसले चाहिँ कफी सबै रोपिरहेको। कफीदेखि लिएर फलफुल जति चाहिँ यसले सबै नै रोपिरहेको। आँप पनि रोपेको छ यहाँ, त्यहाँ लिची छ। यहाँ चाहिँ अब यसले कुखुरा पालन गर्ने भन्दैछ, चारो पकाइरहेको जस्तो लाग्दैछ मलाई यसले। निचल यहाँ चाहिँ यसले ढक्क खोर्सानी पनि फलाइरहेको छ गमलामा। जे होस् यो चाहिँ नेचर लभर परेको छ, किनकि यसले घरभरि सबै फुल रोपिरहेको। यसले कुखुरा हाल्छु मात्र भन्दै थियो, यसले चाहिँ ल्याएर हालि पनि सकेको छ है। तपाईँहरूलाई कुखुरा चाहिन्छ भने चाहिँ कृपया यसलाई भन्नु होला, यो चाहिँ मस्त भात खाइरहेको यहाँनिर। होइन मलाई चाहिँ तपाईँहरूले हमेलाको फुटबल ग्राउन्ड देखाउनु पर्यो भन्नुभएको थियो र आएको छु म। यो चाहिँ हमेलाको फुटबल ग्राउन्ड हो। अनि यो ग्राउन्डको लागि चाहिँ योचोटि बजेट परेको छ अरे। सो त्यो 2 लाख परेको छ भन्ने कुरा सुनेका छौँ हामीले। 2 लाखमा काम त त्यति हुँदैन होइन, र पनि हामीले चाहिँ यहाँ तल वाल उठाउने निर्णय गरेका छौँ। चौबिसी गाउँपालिका वडा नम्बर 5 हमेलाको फुटबल ग्राउन्ड यही है त हाम्रो फुटबल ग्राउन्ड चाहिँ। अब चाहिँ म जानुपर्ने हुन्छ क्यामेराम्यानको घरतिर। अनि ऊ चाहिँ अब उसको क्यामेरा हो नि त, क्यामेरा ल्याइसकेपछि चाहिँ पुऱ्याइदिनु त पर्छ नै। अर्काको माल ल्याइसकेपछि चाहिँ समयमा पुऱ्याइदिनुपर्छ। मैले हिजो ल्याएको थिएँ क्यामेरा, अनि मैले भोलि चाहिँ म तिमीलाई 3 बजेतिर ल्याइदिन्छु भनेको थिएँ। अहिले चाहिँ 2:35 भइसक्यो, टाइमभन्दा अगाडि पुऱ्याइदिन्छु म। हाम्रो गाउँको एक मात्र नम्बर 1 अर्थी चाहिँ यो हो होइन। अनि मलाई यसले चाहिँ यो 5 दिन भइसक्यो काम गर्न थालेको, अहिलेसम्म यति मात्र गर्दैछ। ए यता चाहिँ यसले निकै नै काम गरेछ, तर यसले चाहिँ यो घरै आएन। यहाँ चाहिँ जोत्न भन्दा नि खन्दिन चाहिँ मै आएको थिएँ मेला चाहिँ। अनि यता चाहिँ कोदो पनि रोपिसक्नु भएको छ भन्न चाहन्छु। अनि यो चाहिँ हाम्रो क्यामेराम्यानको घर जाने बाटो, यताबाट जाउँ न। हाम्रो नेचर लभर चाहिँ यसरी हिँड्दैछ, मतलब यो पनि कृषक हो भनौँ न। फार्मिङ हामी चाहिँ एकदम गाउँकै नम्बर 1 फार्मर हो नि त। मेरोमा चाहिँ त्यति साह्रो भ्युज चाहिँ आउँदैन, किन हो मलाई थाहा छैन। म रेगुलर बोलिरहेको छु। मिनी भ्लगमा कति भ्युज छ थाहा छ? 12 घन्टामा जम्मा कति 3 कि 4 भ्युज मात्र छ क्या। कस्तो आइडी बिग्रिन्छ? म हुँदैन त्यस्तो मान्दिनँ। म यो पेजबाट चाहिँ अब मैले भिडियो हाल्दैन, अब यही मेरो प्रोफाइलबाटै हाल्ने हो। लैजान नि यी सल्लिबिरी म के गर्नु छ। अनि अब चाहिँ हामी क्यामेराम्यानको घरतिर जाँदैछौँ। होइन उसको क्यामेरा युज गरेको हो मैले, त्यो भएर होइन क्यामेराम्यान हो कि। अब म मेरो भिडियो उसले सुट हानिदिन्छ घरिघरि, अनि उसको भिडियोमा
के अरे सुट हानिदिन्छु त्यही भएर हो क्या छेउमा चाहिँ ननिकाले सानो नसानो यो चाहिँ मभन्दा होचो छ तर यो पनि बच्चा हो नि जस्तीको तर के गर्नु दादा भन्नुपर्ने ठाउँमा भाइ भन्छ र पो त अनि यो चाहिँ हाम्रो क्यामराम्यानको घर हो हामी चाहिँ आइपुगिसकेका छौँ मरिरह होला ऊ चाहिँ अहिले सुतिरह होला अनि ऊ अब चाहिँ मैले त्यहाँ चाहिँ भिडियो बनाउन मिल्दैन किनकि त्यहाँनिर धेरै मान्छे हुनुहुन्छ सो यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो मेरो हावा कन्टेन्ट कस्तो लाग्यो तपाईँहरूलाई होइन मन पऱ्यो भने लाइक कमेन्ट अनि च्यानलमा नयाँ आउनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला फेसबुकबाट हेर्दै हुनुहुन्छ भने पेजलाई फलो पनि गरिदिनु होला अब फेरि भेट्नेछौँ अर्को नयाँ भिडियोमा तबसम्मको लागि मलाई बिदा दिनुहोस् धन्यवाद टाटा बाई बाई गुड नाइट